एउटा शिक्षकले नमस्कार, पैसा म त थोरै कमला एर। कमाउला तर उसले जीवनमा म आफै माया, एउटा शिक्षिका भएको सम्मान, नाताले पनि आदर, म विद्यार्थी सत्कार भाइ बहिनीलाई धेरै नै कमाउँछ। के भन्न यो भिडियो चाहन्छु हेरेर भने पनि तपाईँले थाहा पाउनुहुन्छ। हाम्रो त्यही भएर स्टुडेन्ट लाइफमा शिक्षक पेसामा हामीले आउनको मेहनत लागि नगरिकन कहिले पनि हामी अगाडि बढ्न नहिचकिचाउनुहोस्। सक्दैनौँ। दुःख हुन्छ विद्यार्थी लाइफमा, उतार चढाव भन्ने कुरा धेरै आइ नै रहन्छ र यस्ता उतार चढावलाई हामीले सहजै स्वीकार गरेर त्यसलाई चाहिँ हामीले पन्छ्याउँदै आफ्ना गन्तव्यहरू, आफ्ना लक्ष्यहरूलाई चाहिँ हामीले अगाडि बढाउँदै लाने हो। आफ्नो आमा बुवाको लगानी र हाम्रो मेहनतलाई हामीले खेर जान दिनु हुँदैन। भनिन्छ नि असफलताले नै सफलताको बाटोमा हामीलाई निम्त्याउँछ। किनभने जब मान्छे लड्छ नि तब उसले उठ्ने प्रयास गर्छ। त्यसैले म विद्यार्थी भाइ बहिनीहरूलाई दुई लाइन, दुई श्लोक मार्फत केही सन्देश दिन चाहन्छु। भनिन्छ हिउँ खपेको मकै सफ्रन्छ, पीर खपेको विद्यार्थी सफ्रिन्छ। भनिन्छ हिउँ खपेको मकै सफ्रिन्छ, पीर खपेको विद्यार्थी सफ्रन्छ। हिँड्ने विद्यार्थी लड्छ एक दिन, लड्ने विद्यार्थी भविष्यमा आफ्नो लक्ष्यमा पुग्छ एक दिन। लड्ने विद्यार्थी भविष्यमा आफ्नो लक्ष्यमा पुग्छ एक दिन। धन्यवाद।